अबको हजुरहरूको नेक्स्ट डेस्टिनेसन हुन सक्छ अस्ट्रेलिया। तर अस्ट्रेलियाको प्रोसेस के छ कस्तो छ हजुरहरूलाई अहिलेसम्म थाहा छैन। सो यो भिडियोबाट आज जानौँ है त अस्ट्रेलियाको फुल प्रोसेसको बारेमा। अस्ट्रेलिया नै किन रोज्ने त? किनभने नेपाल अहिले लेभल 3 असेसमेन्टबाट लेभल 2 मा पुगेको छ। त्यसको साथसाथै एक्सेप्टेन्स रेट पनि निकै नै हाई छ र यदि हजुरहरूको फाइनेन्सियल पार्ट स्ट्रङ छ भने यु क्यान डेफिनेटली एप्लाई फर अस्ट्रेलिया एन्ड गेट युर अस्ट्रेलियन भिजा। अस्ट्रेलियाको लागि चाहिँ इङ्ग्लिस प्रोफिसियन्सी टेस्ट चाहिन्छ कि चाहिँदैन? यदि चाहिन्छ भने के चाहिँ चाहिन्छ त? अस्ट्रेलियाको लागि पनि इङ्ग्लिस प्रोफिसियन्सी चाहिँ चाहिन्छ। अस्ट्रेलियाको केसमा चाहिँ आइल्स र पिटिई मोस्टली एक्सेप्ट हुन्छ भने अहिले धेरै इन्क्वायरी भइरहेछ डुओलिङ्गो चाहिँ एक्सेप्ट हुन्छ कि हुँदैन भनेर। अस्ट्रेलियाको केसमा चाहिँ डुओलिङ्गो चाहिँ एक्सेप्ट हुँदैन। अफर लेटर इस्यु गर्नको लागि चाहिँ के रिक्वायर्ड छ त डकुमेन्ट्सहरू? हामीले अफर लेटर इस्यु गर्नको लागि चाहिँ हामीलाई अल एकाडेमिक डकुमेन्ट चाहिन्छ, पासपोर्ट चाहिन्छ अनि टेस्ट स्कोर चाहिन्छ, लाइक आइल्स र पिटिईको रिजल्ट चाहिन्छ। अनि यो हामीले सोर्स अफ इन्कममा चाहिँ के देखाउन मिल्छ त? फाइनेन्सियल पार्टको कुरा गर्दाखेरि चाहिँ एप्लिकेन्टले चाहिँ स्पोन्सर्सको स्यालेरी, हाउस रेन्ट, ल्यान्ड लिज, बिजनेसबाट इन्कमहरू देखाउन मिल्छ। अनि यदि एप्लिकेन्टको स्पोन्सर्सहरू फरेन इम्प्लोइमेन्ट पाउनुहुन्छ भने त्यहाँबाट आएको इन्कम पनि देखाउन मिल्छ। ब्याङ्क ब्यालेन्स अथवा ब्याङ्कबाट एजुकेसनल लोन लिएर पनि फन्ड्सहरू देखाउन मिल्छ। अनि हामीले स्पोन्सर्समा चाहिँ कोलाई देखाउन मिल्छ त? स्पोन्सरको कुरा गर्दा चाहिँ हामीले आफ्नो प्यारेन्ट्सहरूलाई मात्र देखाउन मिल्छ, फादर र मदर अनि ग्रान्ड प्यारेन्ट्सहरू, तर फादरको तर्फबाट मात्र मिल्छ अनि आफ्नै सिब्लिङ्स मात्र मिल्छ, अरू चाहिँ कोही पनि मिल्दैन। आई होप दिस भिडियो वाज युजफुल फर यु अल। हजुरहरूले अस्ट्रेलियाको प्रोसेस त बुझि नै हाल्नुभयो होला। यदि हजुरहरूलाई अझै पनि अस्ट्रेलियाको प्रोसेसको बारेमा, इतिहासहरूको बारेमा केही कन्फ्युजन छ भने हजुरहरूले हाम्रो कन्ट्याक्ट नम्बरमा हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ अथवा हजुरहरूले हाम्रो अफिस पनि भिजिट गर्न सक्नुहुन्छ। हाम्रो अफिस चाहिँ दुईटै पुतली सडक चोक र दिल्ली बजार हाइट मार्गमा लोकेटेड छ।